सम्पूर्णमा नमो नमः। आज चाहिँ म नीति श्लोक ल्याएर आएको छु। अत्यासन्ना विनाशाय दुरस्था न फलप्रदाः सेव्या मध्यम भावेन राजा बह्निर्गुरु स्त्रियः। सेव्या मध्यम भावेन राजा बह्निर्गुरु स्त्रियः। अर्थ यस्तो रहेको छ, राजा, अग्नि, गुरु र महिला, स्त्री, पत्नी यी चारसँग धेरै नजिक हुनु चाहिँ हामीलाई हाम्रो जीवनमा विनाशकारी छ। धेरै टाढा हुनु पनि फाइदाजनक छैन। तिनीहरूबाट सधैँ मध्यम दूरी कायम राख्नुपर्छ। मध्यम दूरी भन्नाले धेरै टाढा पनि नै धेरै नजिकको पनि नै, बीचमा रहेर यिनीसँग हामीले सेवा सत्कार र व्यवहार गर्नुपर्छ। यस श्लोकले हाम्रो जीवनलाई कस्तो सिक दिखाउँछ भने सन्तुलन र विवेकपूर्ण व्यवहारको महत्त्व देखाउँछ। जस्तै उदाहरण नम्बर, राजाबाट धेरै नजिकको व्यवहार राख्यो भने चाहिँ हाम्रो अपमान हुन सक्छ, कैद हुन सक्छ, राजाको रिस सहनु पर्ने अवस्था हुन सक्छ। त्यही भएर नजिक हुनु राम्रो छैन। टाढा भयो भने पनि के हुन सक्छ, राजकीय कृपा उनीहरूबाट हामीले पाउने कुराहरू पनि पाउन सक्दैनौँ, त्यहाँबाट पनि वञ्चित हुन सकिन्छ। यो भयो राजाबाट। अब जस्तै आगोको धेरै नजिक गयो भने हामीलाई पोल्ने डर हुन्छ, भय हुन्छ। अनि टाढा भयो भने हामीलाई चिसो महसुस हुन सक्छ, त्यो तातो चाहिँ पाउन सक्दैनौँ। त्यही भएर मध्यम दूरी कायम राख्नुपर्छ। गुरुबाट धेरै नजिक भयो भने चाहिँ हामीले अनुशासनको मर्यादा भङ्ग गर्न सक्छौँ। त्यही भएर उनको अहङ्कार बढ्न सक्छ शिष्यमा। त्यही भएर नजिक हुनुहुन्न गुरुको। टाढा भयो भने चाहिँ के हुन सक्छ, उसले गुरुबाट पाउने शिक्षा नै प्राप्त गर्न सक्दैन। त्यहाँबाट पनि वञ्चित हुन सक्छ। गुरुको ज्ञानबाट, शिक्षाबाट ज्ञान प्राप्त गर्न सक्दैन। स्त्रीबाट धेरै नजिक भयो भने चाहिँ आसक्ति हुन सक्छ, अनि पतन हुन सक्छ, विनाश हुन सक्छ। धेरै स्त्री मोह हुन्छ के। अनि धेरै टाढा भयो भने चाहिँ के हुन सक्छ, एक्लोपन बढ्ने अनि पारिवारिक सुखबाट वञ्चित हुन सक्छ। त्यही भएर हामीले सबैसित मध्यम दूरी, यिनी चारसँग चाहिँ मध्यम दूरी, धेरै टाढा पनि नै धेरै नजिकको पनि नै, बीचमा रहेर यिनीसँग सेवा सत्कार व्यवहार गर्ने हामीले। हस्, धन्यवाद। केही भुलचुक भयो भने चाहिँ तपाईहरूले पनि सुधार्न सक्नुहुन्छ। हस्, धन्यवाद।